lau chumse pangpe ko konde sarin tu khia ja to onjen zarik ci orang mole nang khali sapon si ki guyang ki wa na mi ke meti ang ainjeng sapo kurim kop chung le ka baro ting chumse mama yak sarik la lipa bi dhang be teng se Vinita हजुर म नि अब नबोलिन्जेलको हो बोल्न थालेपछि नि नचिनेको मान्छेसँग नि यति धेरै के भएर मलाई चाहिँ माया लाग्छ नि नचिनेकोलाई पनि काकी त्यसो नगर्नु है बुढेसकालमा त यस्तो गर्नु हुँदैन नि काकी के हुन्छ माया लागे पनि अब आफ्नो मनभित्रदेखि मात्र माया गर्ने हो क्या काकी भित्रभित्रै बिलेर हिँड्नु भित्रभित्रै राखेर हिँड्नु माया चाहिँ हिजो आज त मलाई निकै पो मन बिग्रिँदैछ हो के भएको नि ला त्यसरी मन चाहिँ बिगार्नु हुँदैन काकी अर्काको बुढोलाई पनि आफ्नै बुढो झैं गहिरो माया गर्ने बुढीहरूलाई अब नेपाल सरकारले समाजसेवी भत्ता बापत महिनाको 550 दिने भएको छ। त्यो म आज यो किन भन्दैछु भने नि यो चाहिँ हात खुट्टा दुख्ने नसा चेप्नेको औषधि यो भन्नुहुन्छ भने यो खायो भने चाहिँ जात औषधि भन्दा पनि नि यो चाहिँ डेली खानु पर्दो रहेछ खोजी यो चाहिँ के भन्नुहुन्छ भने रातो च्याउ है माथि हाम्रोदेखि माथि जानु 4 रातेतिर 4 राते मुनि पाउँछ है साथी हो तपाईँहरूलाई पनि यो खानुहोस् ल अनि धेरै कुरा राम्रो हुँदो रहेछ यो चौरीपनहरू पनि चौरीपनहरू पनि अलिक हट्दो रहेछ म केही औषधि युज गर्दिनँ मेरो गालामा तर त्यति धेरै चौरीपन चाहिँ छैन म 50 को रस गरेको मान्छे तपाईँहरूले पत्याउनु हुन्न होला साथी नमस्ते सेवा र सबैजनालाई म आज के देखाउँदैछु भने नि यो चाहिँ दबाई हुन्छ यो रातो च्याउ है साथी यो हड्डी दुख्ने नसा दुख्नेले खायो भने यो जाती हुँदो रहेछ अनि तपाईँहरूले पनि कसको दुख्छ यसरी नै खोजेर खानुहोस् ल अनि राम्रो हुँदो रहेछ आफ्नो फेस पनि राम्रो हुँदो रहेछ म कुनै केही युज गरेको छुइनँ कि त्यस्तै खान्छु र मेरो चौरीपन पनि अहिलेसम्म छैन र घतमा गएको छ र तपाईँहरूले पनि यसरी खानु भनेर देखाएको यो चाहिँ यो लसुन चाहिँ एकदम खानु अरे अनि आफ्नो चौरीपन त्यति चौरी परिँदैन अरे साथी हो म 50 को रस गरेको मान्छे त्यति धेरै चौरीपन छैन नि अनि खुसी लाग्छ अनि धेरै म यो प्रयोग गर्छु यो खान्छु तपाईँहरूले पनि त्यसरी खानुहोस् ल अनि यो मटर अब दिनदिनै 50 को रस गरेर गएपछि दिनदिनै यसको यस्तो मिठो खानु मन लाग्दो रहेछ कि अल्से तिख्रा स्वादे जिब्रो भन्थ्यो उहिले बुढाहरूले हुनै परेछ अहिले काम गर्नु पनि सकिँदैन मिठो खानु मन लाग्दो रहेछ त्यसैले गर्दा यो गेडागुडी खायो भने पनि एकदम राम्रो स्वास्थ्यलाई राम्रो हुँदो रहेछ अनि तपाईँहरूले पनि यसरी नै खानुहोस् ल अनि यो सर्पको झोल पनि एकदम बनाएर खानुहोस् भनेर आज म देखाउँदैछु अनि त नसोच्नु होला तपाईँहरूलाई पनि तपाईँहरूको पनि रोगहरू छ भने चाहिँ यसरी नै खानुहोस् ल भनेर चाहिँ देखाएको छु है साथी हो दामी छ हेर्नुहोस् त साथी हो कति दामी फुल फुलेको छ तपाईँहरूकोमा पनि यस्तो फुल छ कि छैन साथी हो जुन देख्यो जुनै राम्रो घाम देख्यो घामै राम्रो भनेको यही रहेछ साथी हो कस्तो दामी फुल छ साथी हो कसलाई मनपर्छ यो फुल कस्तो दामी छ हेलो साथी हो आज त कति राम्रो घाम लाग्यो हेर्नुहोस् त राम्रो घाम लाग्दा पनि कति धेरै त साथीहरूको याद आउने के रोग लाग्यो नि हामीलाई यस्तो साथी हो भन्नुहोस् ल के रोग लागेको